हामी रससूत्रको व्याख्या गर्ने क्रममा छौँ। रससूत्रको व्याख्या गर्ने क्रममा श्री भट्ट लोल्लटले चाहिँ यसको रससूत्रको प्रथम व्याख्या गर्ने काम गरे र यसको दोस्रो व्याख्याता भनेका को हुन् त श्री शङ्कुक। भट्ट लोल्लटका मान्यताहरू पछि परिसकेपछि चाहिँ श्री शङ्कुकले आफ्नो मान्यता अघि सारे र श्री शङ्कुकले चाहिँ अनुमितिवाद रस निष्पत्ति सम्बन्धमा अनुमितिवाद भनेर चाहिँ आफ्नो एउटा वाद प्रस्तुत गरे र त्यो वादमा चाहिँ उनले के भनेका छन् त, त्यो वादमा रस निष्पत्तिलाई चाहिँ यो अनुमाप्य अनुमापक सम्बन्ध भनेका छन्। उनले अनुमाप्य अनुमापक सम्बन्धको रूपमा चर्चा गरेका छन् र जसमा निष्पत्ति भनेको चाहिँ अनुमान हो र संयोग भनेको चाहिँ के हो त अनुमाप्य अनुमापक सम्बन्ध हो भनेका छन्। यिनले चाहिँ निष्पत्ति भनेको अनुमान र संयोग भनेको अनुमाप्य अनुमापक सम्बन्ध हो भनेका छन् र यिनका अनुसार रस चाहिँ अनुमाप्य हो। यिनका अनुसार रस भनेको अनुमाप्य हो र विभाव आदि भनेका चाहिँ के हुन् त अनुमापक तत्त्व हुन्। विभाव आदि भनेको चाहिँ विभाव अनुभाव र व्यभिचारी भाव चाहिँ के हुन् त यो विभाव अनुमापक तत्त्वको रूपमा रहेका छन् भनेर चाहिँ यिनले व्याख्या गरेका छन्। यिनका अनुसार अनुकार्यमा रस हुँदैन। अनुकर्ता अथवा नट नटीमा रसको अनुमान गरेर दर्शकले अनुकर्तामा रस भएको अनुमान गरी आनन्द लिन्छन् भनेका छन्। यिनले चाहिँ अनुमान गरेर आनन्द लिन्छन्। रस चाहिँ नट नटीमा नै हुन्छ र त्यो नट नटीमा भएको रस भएको अनुमान गरेर दर्शक वा पाठकले आनन्द लिन्छन् भनेर चाहिँ यिनले यसरी व्याख्या गरे। यिनको व्याख्यालाई जस्तै चित्रको उसबाट चाहिँ यिनको व्याख्यामा चाहिँ चित्रको बाघलाई देखेर बाघको अनुमान गरेर मानिसले बाघको अनुमान गर्छ, त्यस्तै चाहिँ नट नटीहरूलाई देखेर राम सीता आदिको अभिनय गरेका नट नटीलाई देखेर साँच्चीकै राम सीता हुन् कि भनेर अनुमान गर्छन् र आनन्द लिन्छन्। त्यो अनुमानको आधारमा दर्शक वा पाठकले आनन्द लिने गर्छन्। दर्शक र पाठकमा चाहिँ रस उत्पत्ति हुँदैन। रस उत्पत्ति चाहिँ के हुन्छ त नट नटीमा नै हुन्छ र त्यो नट नटीमा भएको रसको निष्पत्ति भएको अथवा रसको